तपाईको भिडियो एडभर्टाइजमेन्टको एउटा मात्र लाइन चेन्ज गर्नुभयो भने पनि तपाईको सेल्स डबल ट्रिपल हुन सक्छ। धेरै बिजनेसेसले मलाई आफ्नो भिडियो एड बनाएपछि कस्तो भएको छ फिडब्याक दिन भनेर पठाउँछन्। तर म्याक्सिमम भिडियो एडभर्टाइजमेन्ट यसरी सुरु हुन्छ, के तपाईँ ... चाहनुहुन्छ अथवा के तपाईँ ... समस्यामा हुनुहुन्छ, के तपाईलाई थाहा छ, यसरी सुरु गर्छन्। म्याक्सिमम भिडियो एडभर्टाइजमेन्ट यस्तो लाइनबाट सुरु हुने भएको भएर मान्छेहरूलाई अब यो के तपाईँ भन्ने सुन्दा ओहो यो त एडभर्टाइजमेन्टै हो भनेर स्किप गरिहाल्छन्। अनि भिडियो एड इनइफेक्टिभ भयो। खासमा अधिकांश तपाईको अडियन्सले सोशल मिडियामा तपाईको भिडियोको 2-3 सेकेन्ड मात्र हेर्ने हो। यही 2-3 सेकेन्डमा उनीहरूको एटेन्सन ग्र्याब गर्न सक्यो भने मात्र उनीहरूले पुरै भिडियो हेर्छ, हैन भने भिडियो स्किप हुन्छ। धेरैजसो बिजनेसेसले भिडियो एडमा फिचर्सहरू के हाल्ने, कुन क्वालिटीको क्यामेरा युज गर्ने, कलर र थिम के युज गर्ने, के अफर भन्ने भनेर धेरै सोच्छन्, तर सुरुको हुक लाइनमा खासै काम गर्दैनन्। मैले धेरैवटा बिजनेसेसको भिडियो एड हेर्दाखेरि उनीहरूको सुरुको हुक लाइन मात्र चेन्ज गर्दा पनि भिडियो एकदम इफेक्टिभ भएको छ र सेल्समा नि राम्रै रिजल्ट दिएको छ। यदि तपाईले साँच्चीकै एउटा राम्रो हुक लाइन सोचेर हाल्न सक्नुभयो भने 80% तपाईको भिडियो इफेक्टिभ हुन्छ। त्यसैले सुरुमा के बोल्ने पहिला त्यसमा राम्रोसँग काम गर्नुस्, अनि इन्ट्रेस्टिङ, अलिकति सकिङ, अलिकति रमाइलो अथवा अलिकति काम लाग्ने कुरा पहिला सुरुमा भन्नुस्। अबदेखि के तपाईँ भनेर, नमस्ते म फलानु भनेर आफ्नो लोगोको इन्ट्रो हालेर भिडियो सुरु नगर्नु होला है त। यदि हजुरलाई पनि इफेक्टिभ सोशल मिडिया मार्केटिङ गर्नु छ भने हामी त्यसमा तपाईलाई पूर्ण रूपमा सहयोग गर्न सक्छौँ। तपाईले थप जानकारीको लागि हामीलाई मेसेज गर्नु होला।